ससेज चटपटे के तपाईले सुन्नु भएको थियो वा खानु भएको थियो ससेज चटपटे चिकन चटपटे त तपाईले धेरै सुन्नु पनि भयो होला खानु पनि भयो होला तर के तपाईले ससेज चटपटे ट्राई गर्नु भएको छ ससेज लभर हुनुहुन्छ भने यो चाहिँ तपाईको लागि बेस्ट कम्बो हुन्छ चटपटे त सबैलाई मन परि नै हाल्छ तर तपाईलाई ससेज पनि मन पर्छ भने यो चाहिँ तपाईले ट्राई गर्नै पर्ने कुरा हो जिब्रोमै झुन्डिने जति खाए पनि नपुग्ने पेट भर्छ तर मन भर्दैन यो चटपटे खाएर चाहिँ नेपाली भएपछि चटपटे र पानीपुरी मन नपर्ने त कुरै भएन यो नेपालको राष्ट्रिय खाजा नै पानीपुरी र चटपटे हुनुपर्ने हो यस्तो अमिलो पिरो ट्वाक्क मिलेको जति खादा पनि पेट भर्छ तर मन भर्दैन चटपटेलाई अनहेल्दी भनिन्छ तर आफैले घरमा यसरी आफूलाई मनपर्ने सबै भेजिस हालेर तपाईले बनाउनु भयो भने चाहिँ यो एकदम हेल्दी पनि हुन्छ र पेट पनि दुख्दैन तपाईको गिलो चटपटे चाहिँ घरमा आफैले सस बनाएर पनि बनाउन सकिन्छ यस्तो मिठो हुन्छ गाइज गिलो चटपटे हाम्रो रेडी भइसकेको छ हेर्दै खाउ लाग्ने अब यसमाथि हामी हाल्छौं ससेज यो चाहिँ हाम्रो ससेज चटपटे भयो एकदमै नै मिठो हेर्दै खाउ लाग्ने मुखबाट पानी आइसक्यो होला गएर बनाएर खानु होला बाइ बाइ